जीवन। नमस्कार। आज म एकदमै यो आध्यात्मिक सेक्टरमा यो क्षेत्रमा आइरहेको छु। यो ओशो जसले पवित्र ध्यान र पवित्र ध्यान पछाडि प्राप्ति र एउटा शान्तिको मार्गमा लैजाने र त्यसका एकदम पवित्र आत्मासँग म भन्ने चिजलाई को हो र कसरी विषय अन्तरङ्ग गराउने एउटा यो केन्द्र, त्यो केन्द्रमा मसँग हुनुहुन्छ आज यो वस्त्र धारण गरेको पवित्र आत्मा, जो आत्मा उहाँहरूलाई चाहिँ माझी भन्यो भने खुसी हुनुहुन्छ। हामी भन्नुपर्छ यहाँको संस्कार छ एउटा। नमस्कार माझी। हजुर, के छ यो खालको यो ध्यान? अब यसो हामीले यो तपाईँलाई, मलाई त जिज्ञासा पहिला कहाँबाट लाग्यो, यो वस्त्रको अर्थ के हो? यो वस्त्र लगाएपछि के जस्तो खालको भाइब्स आउँछ माझी? त्यो त अहिले हजुरले यहाँ बसिराख्नु भएको छ नि, त्यो वस्त्रले हजुरलाई पनि त तानिरहेको छ नि, खिचिरहेको छ नि। यो भाइब्स भनेको यही हो। किन तपाईँले चाहिँ कुनै पनि ठाउँमा जानुहुन्छ, त्यो ठाउँको भ्यालु गर्नलाई चाहिँ त्यहाँको वरिपरिको माहौल, त्यहाँको सर्कल के कस्तो छ भनेर बुझ्नलाई त त्यहाँ गएर भित्र बुझेर होइन तपाईँले फिल गर्नुहुन्छ नि। जस्तै औसोमा आउनुभयो भने यो ड्रेस तपाईँले त्यहाँ सबैजनाले लगाएर हुन्छ कि, अनि त्यो भयो भने बल्ल थाहा हुन्छ कि ओशो सन्यासी हुनु, ओशो अनुयायी हुनु भनेर ओशोले चाहिँ दिनुभएको यसको एउटा आफ्नै आध्यात्मिक छुट्टै एउटा ऊ पनि छ होइन, महत्त्व पनि छ। किनभने यो जसरी अघि भन्नुभयो कुरा निकाल्नुभयो उहाँले, ध्यान गर्दै जाँदाखेरि एउटै खालको माहौल भयो भने तपाईँ चाहिँ डिफ्रेन्ट कुनै कुरा तपाईँको निस्केन या एउटै खालको माहौल भयो भने तपाईँलाई साधनामा जानलाई तपाईँको माइन्ड चाहिँ अलिकति बाहिर बाँडिँदैन। अनि यो ड्रेस लगाउनु भयो, युनिफर्म लगाउनु भयो, तपाईँ एकै नाचको हुनुहुन्छ। अनि एकै नाचको माहौलमा बस्नुभयो भने तपाईँलाई भित्र जानलाई शान्त चित्त हुनुलाई चाहिँ एकाग्र गराउँछ त्यो ड्रेस। अनि यो तपाईँको यो जुन तपाईँले 108वटा यो के भन्छ यसलाई हामी मालाको यो, र त्यसमा तपाईँको स्वामीको एउटा फोटो छ होइन, यसको अर्थ के हो? के बताउँछ तपाईँले अलिकति हामी जस्तो साधारण मानिसलाई बताइदिनु न। अहिले चाहिँ यति बुझ्न जरुरी छ कि हामी ओशो साधक हौँ र ओशो साधना गर्नलाई हामीलाई एउटा गुरुको जरुरत हुन्छ, र त्यो गुरुको प्रेमको स्वरूप यो माला हामीले लगाउँछौँ होइन। अहिले हजुरले जान्नु यति नै काफी छ। मलाई एकदम जिज्ञासा लागिरहेको, मेरो एक दुईजना साथी र भिडियोमा पनि हामी देख्छौँ तपाईँहरू यस्तो खालको मुद्रामा एकदम नृत्य गरिरहनुहुन्छ। त्यो पनि एउटा साधना हो अथवा के गरे तपाईँहरू? किन त्यो एउटा हुन्छ नि, अब हामीले भन्नाले आदि मानव जातिहरूले नाचे जस्तो जसरी मन लाग्यो उसै गरी नाचिरहेको छ, त्यसको अर्थ के हो? किन नाचेको त्यसरी? यो चाहिँ एउटा ओशोको टेक्निकैमा पर्छ होइन। देख्दा बाहिरबाट देख्नुहुन्छ तपाईँहरू हामी चिच्याइरहेको, रोइरहेको, कराइरहेको, नाचिरहेको देख्नुहुन्छ होइन। यो चाहिँ ओशोले 700वटा टेक्निक दिनुभएको छ, ओशोको विधिहरू दिनुभएको छ। त्यो विधिमा पर्ने एउटा सानो अंश मात्र हो कि, अनि त्यो भएर तपाईँले त्यसलाई मात्र देख्नु भएको छ। त्यो एक्सप्रेसिभ हुन्छ, त्यही भएर मान्छेले त्यसलाई वास गर्छ होइन। यो पनि साधनाको एउटा विधिभित्र पर्छ, एउटा विधिमै पर्यो। त्यसबाट पनि हामीमा के त्यस्तो खालको एउटा आकर्षण अथवा त्यस्तो खालको के आउँछ? त्यो भाइब्स त्यस्तो आकर्षण भन्दा पनि आफूलाई क्लिन गर्नलाई हुन्छ। जस्तो कि संसारमा हामी कति ठाउँ हुन्छ कि हामीले कति कुरा एक्सप्रेस गर्न चाहन्छौँ, त्यो गर्न पाउँदैन होइन। तर त्यो माहौल यस्तो हुन्छ कि हामी साधना गर्ने माहौलमा चाहिँ हामी आफूलाई एक्सप्रेस गर्छौँ जस्तो छ त्यस्तै ओरिजिनल। जस्तो मलाई रुन आउँछ म रुन्छु, मलाई चिच्चाउन आउँछ म चिच्चाउँछु, मलाई कसैप्रति अहभाव आउँछ म अहभावले एकदम आँखाबाट आँसु निकालेर म रुन पनि सक्छु। त्यहाँ चाहिँ तपाईँ फेक हुनु पर्दैन कि, तपाईँ जो हो त्यही हुनको लागि चाहिँ यो साधना हो। यो चाहिँ एउटा त्यो ध्यानकै। अनि तपाईँहरूको यो सन्यासी भन्ने एउटा शब्द आउँछ, तपाईँहरू चाहिँ नि यो संसारको यो आध्यात्मिक मात्र हो कि यो चाहिँ अब परिवार पनि चाहन्छ कि यसले, कि सन्यासी रूपमा चाहिँ यो संसारको मोह नै छैन भनेर यसरी भन्छ? के हो खास त्यो हामीलाई? ओशोले चाहिँ नव सन्यास भनेर निकाल्नु पर्छ। जस्तो पहिलाको सन्यासहरू कस्तो हुन्थ्यो भने तपाईँ चाहिँ घरबाट जे कुरा छ सम्बन्धहरूबाट मुक्त भएर तपाईँ जङ्गलमा कहीँ जानुहुन्थ्यो, हिमालयमा गएर साधना गर्नुहुन्थ्यो होइन। तर ओशोले चाहिँ नव सन्यास, न्यू सन्यास भनेर निकाल्नुभयो। नव सन्यास चाहिँ कहीँ पनि नभएको सन्यास, जुन चाहिँ तपाईँ समाजमै बसेर तपाईँ कसैको हस्बेन्ड हुनुहुन्छ या म कसैको छोरी छु या फ्यामिलीमै बसेर आफ्नो जुन कर्म बन्धन लिएर आउनुहुन्छ नि त्यसलाई 100% निभाएर तपाईँ व्यापारी हुनुहुन्छ भने यसरी व्यापार गर्नु भन्नुहुन्छ कि जस्तो मारवाडीहरू चाहिँ एकदमै व्यापारमा चाहिँ बिजनेसमा चाहिँ एकदम राम्रो हुनुहुन्छ, पोख्त हुनुहुन्छ, त्यसरी नै व्यापारमा हुनुहुन्छ नि।